मैले सोचेको पनि थिएन होममेड पिज्जा विल बी दिस गुड अनि यति इजी हुन्छ भनेर। इट्स सो इजी अनि यस्तो बब्बाल भएको थियो। आई ह्याड फर्स्ट ट्राइड दिस एट होम है। यो भिडियो मैले पहिला नि अपलोड गरेको थिएँ, तर फेरि पनि अपलोड गर्न मन लागेर फेरि पिज्जा क्रेभिङ भयो अनि भिडियो एडिट गर्दैछु म। यो पिज्जा बनाउन जस्ट मलाई 5 मिनट पनि लागेन होला है। यस्तो फास्ट, यति कन्भिनियन्ट अनि यति इजी तरिकाले पिज्जा बन्छ होला भनेर त मैले सोचेको पनि थिएन, तर यस्तो फास्ट है। सो गुड, सो इजी, आई एम सो ह्याप्पी। टपिङ, सस अनि भेजिजहरू सबै कस्तो ठ्याक्क मिलेको अनि कस्तो राम्रो राम्रो बन्यो क्या। यस्तो दामी भएको थियो है। बाहिर डेलिभरी भन्दा जापानिज पिज्जा भन्दा 100 टाइम बेटर अनि यस्तो मिठो भएको थियो। बनाउन 5 मिनट लाग्यो अनि हामीलाई खाएर सक्न 5 मिनट भन्दा नि कम। यति फास्ट, यति टेस्टी, यस्तो इन्जोय गऱ्यौँ हामी। तपाईहरू पनि ट्राई एट होम अनि इन्जोय गर्नु। यस्तो बबाल दामी हुन्छ है। ससहरूको रेसिपी चाहियो भने चाहिँ कमेन्ट गर्नुहोस्, म अर्को भिडियो हाल्छु है।